राति मिठो तिम्रो बाटो हेरिरहन्छ यो मन बिछोड्दै यो मनको बाहना शब्दमा सुक्छ दिनको उज्यालो मनमा थामिएर बग्दै गरेको समयको लहर याद बसाएको त्यो मौसम तिमीलाई साथमा लिहिन्न चाहन्छु यो जीवनको कथा सजाएर तिमी बिना जीवन अधुरो लाग्ने बिदाउन खोज्दा सपना साँचो लाग्ने यही कथा पुनी 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 समय बित्छ जीवनको यो माया सजिलै बित्छ यो पनि कस्तो जिन्दगी आगो बालौँ भने दाउरा छैन खाना बनाऊ भने चामल छैन प्रेम पनि बिहानै काममा गएका छन् कति बेला आउँछन् के बनाएर खाने होला त आजकल हजुरलाई यतातिर देख्दैनौ त दिदी भन्नु न दिदी हजुर के अप्ठ्यारोमा परे जस्तो छ फेरि तपाईँ एक बिहानै नहिँड्ने मान्छे अनि प्रेम दाइ त टिटुमालीको घरमा काम गर्नुहुन्छ भन्ने सुनेको थिएँ अरू सबै ठिकै छ नि दिदी सबै ठिकै छ बहिनी तर आज घरमा खाने चामल छैन होइन मैसाब हजुरले किन माफी माग्नुहुन्छ म जस्तो घरमा काम गर्ने मान्छेसँग माफी त मैले माग्नुपर्छ दादा हजुरले भन्नुहोस् न प्रेमलाई अघि मबाट गल्ती भइहाल्यो अब यस्तो गर्दिन के अब बहिनीले नै माफी मागिसकेपछि माफ गरिदेऊ नि त प्रेम जे हुनु भइहाल्यो ए मङ्गले के हो तिमी त पुरै उही नुन खा भाले जस्तो झोक्रेर बसेका छौ के छ के गर्दैछौ के हुनु यार कालु साथी गाउँतिर जाउँ भने पनि सबै साथीहरू हिँडातिर गइगे कहाँ जाउँ अब त्यही भएर झोक्रेर बसिरहेको छ यहाँ तिमी चाहिँ कता लाग्यो बरु कता जानु नि अब त्यही त हो नि मेरो घरको कामकाज लास्टै उही दाउरा आफै सब काम गर्नाले ज्यान एकदम फत्रक्क भएको थियो अब अलिअलि तिमी र म हिजो उता सोलमारी जाने भन्ने सल्लाह भएको थियो जाम बरु उतै सोलमारीतिर जान लाग्छु म त ए हो र कालु साथी सुन्दर छ त्यो मुस्कान संसारमा प्रेमको कहानी सुनाउँछ तिमी बिना संसार रित्तो तिम्रो मायामा छु म कसारा भुलियो आफ्नै संसार बनायो तिमी र म साथी यो जीवनको यात्रा हातहरू समय सपना पुरा गर्ने चाहना दादा के हेरेको टल्ल परेर ऊ मेरो साथी लक्ष्मी ए म त अघि के भन्दै थियो रे बहिनी के भन्नु नि पसल जान्छु भनेको के ए भइहाल्छ नि बहिनी बर छिटै आऊ है हस् दादा जाम लक्ष्मी सुन त बहिनी के भयो फेरि तिम्रो साथी घरमा आएको बेला यसो परिचय गराउनु पर्छ भन्ने कुरा थाहा छैन तिमीलाई अरे ढिलो भएको बेला दादा पनि लक्ष्मी उहाँ मेरो दादा नमस्ते 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 एकछिन यता आएर बस न अहिले मलाई ढिलो भएको छ पछि टाइम लिएर बस्छु नि है भइहाल्छ नि यसो टाइम मिलाएर आउँदै गर न है दादा हिँड जा
ल ल जाऊ बहिनी। यति राम्रो केटी हाम्रै गाउँमा रहेछन्, मलाई भने अत्तो पत्तो छैन। अब के होला जस्तो छ। सपना भित्रको माया हाम्रो तिमी र म बिचको संसार, सपना भित्रको मिठो नाता हात समाई हिँडो लाखौँ फेरा। हिमालको मुनतिर हामी फुलहरू सिउँदो साटौँ, पातहरू सँगै रङ्गिएर मनको कथा गाइदिउँ। सजिनन्जो तिमीलाई भित्रैबाट, आँखामा भरि सपना देखे, सम्झना बनेर आयौ सँगै, माया हर्दैन यो सपना। सुगन्ध छ आउँछ पल पलमा, फुल जस्तै खोल्न चाहन्छ तिमीलाई भनेर यो इसारा, मन चोरा हुन मन लाग्छ। हिमालको मुनतिर हामीलाई फुलहरू फेको कहानी, तिमीले चोरेको मनको आनन्दका रङ्गिन सपनाहरू। सजिनन्जो तिमीलाई भित्रैबाट, आँखामा भरि सपना देखे, सम्झना बनेर आयौ सँगै, माया हर्दैन यो सपना। सजिनन्जो तिमीलाई भित्रैबाट, आँखामा भरि सपना देखे, आँखामा भरि सपना देखे, सम्झना बनेर आयौ सँगै न। सुगन्ध छ आउँछ पल पलमा, फुल जस्तै खोल्न चाहन्छ तिमीलाई भनेर यो इसारा, मन चोरा हुन मन लाग्छ बना। मौनताको भित्र हामीले लेखेको कहानी, तिमीले चोरेको मनको आनन्दका रङ्गीन सपनाहरू। ओहो, टिटु मालिकले कथाको लागि तातो कपडा दिनुभएको थियो, मैले त भुसुकै बिर्सेछु। अब के गर्ने होला? अब एक दिनको बाटो भए पो भोलि जाउँ भन्नु, 5 मिनटको बाटो छ, के गर्ने होला? लिएरै आउनु पर्यो। होइन, आज टिटु मालिकलाई अचानक के भयो? यसो त कहिले गर्नुहुन्थेन। मालिक, टिटु मालिक, मालिक के भयो तपाईँलाई? होइन केही पनि भएको छैन। फेरि किन आएको तिमी यहाँ? तपाईँले कथाको लागि तातो कपडा दिनुभएको थियो, मैले लान बिर्सेछु, त्यही लिन आएको मालिक। ए कपडा भित्रै छ, लिएर जाऊ न। हस् मालिक। होइन
यस्तो त मलाई कहिल्यै भएको थिएन। के भयो अचानक? के भयो मालिक? केही भएको छैन। कपडा भेटायो? भेटाए मालिक। ल अब जाऊ। हस् मालिक। होइन, मेरो मनमा यति धेरै कुराहरू किन खेलेको छ? कतै लक्ष्मीसँग माया त बसेन? हैट, दिमागमा पनि कस्तो कस्तो कुरा खेल्छ। टिटु मालिक पो हो त। कथा होइन, के गरेको तिमीले? यस्तो अवस्थामा काम गर्नु हुँदैन भन्ने तिमीलाई थाहा छैन? दिनभरि घरमा बसेर के गर्ने हो र? यसो सानोतिनो सक्ने काम त गरे के हुन्छ र? अरे गालामा त रातो रातो छ त, के भयो? के हुने नि कथा? भन न भन। अनि तिमीलाई थाहा छ, मै साहबले त माफी पनि मागिसक्नु भयो। उहाँ त धेरै राम्रो हुनुहुन्छ, अब यस्तो गर्दिन भन्नुभएको छ। होइन, फेरि के भयो कथा? किन रोयो कि? तिम्रो यस्तो अवस्था देखेर नरोएर के गर्नु त? मन न हो, दुखिहाल्छ नि। बरु प्रेम, काममा नजाऊ है अबदेखि। नरो कथा, अब काममा नगएर खाना लाउन पुग्दैन, काममा त जानै पर्छ कथा। अब तिमी नै यस्तै भन्छौ भने मैले भन्नु के छ र? अब के गरौँ त? अनि कथा, साला आएका छन् भन्ने सुनेको थिएँ, खै त साला कता गए? कता हुनु नि, साथीहरूसँग घुम्न गएको छ। अनि यो झोलाको के हो नि? ए, यो झोला यो टिटु मालिकले दिनुभएको, तिम्रो लागि जाडोमा लगाउनुहुन्छ भनेर। कथा, एकछिन यो कपडा लगाएर आऊ है, कस्तो देखिन्छ होला। अब यो पुरानो कपडा लगाएर पनि कति हिँड्छौ, अब यो तातो कपडा पनि लगाउन है। अरूले दिएको कपडा पनि लाउनु र? हे, लाउँदिनँ म त। गाउँ समाजले देख्यो भने के भन्ला फेरि? हेर, फेरि सेरि म के जान्दिनँ, पुरानो कपडा पनि कति लगाउँछौ। अब तिमी नै कर गर्छौ भने के गर्नु त? ल्याऊ, लगाएर आउँछु। कस्तो देखिया छ प्रेम मलाई? ओ कथा, त्यो पुरानो कपडा भन्दा त यो धेरै धेरै ब्युटिफुल देखिआउँछ तिमीलाई त। यहाँ प्रेम ब्युटिफुल होइन के, ब्युटिफुल भन न। जेसुकै होस्, आखिर मैले भन्न खोजेँ त्यही हो, तिमी मिलाएर बुझ न। बरु हिँड भित्र जाऊ। ल साथी, आज चाहिँ योसँग लोकलसँग हामी ल बस बस। यता बस न। साउनलाई बोलाउनु नै उठेकै हो के? ए साउनी, आउनु पर्यो यतातिर। के हो साउनी, भने सुनिन्न? 2 गिलास लोकल लिएर आउनु पर्यो क्या छिटो। ए रक्सी पो, एकछिन है। रक्सीलाई पनि ढिलो गरेन यार साउनीले। आज त मसँग च्यालेन्ज गरिरहेको थियो र, दबाउनु। साथी यार, मगाउनु पर्छ नि चक्ना चाउचाउ दालमेटहरू के यार। यार चाउचाउ दालमोट, त्यसमा फेरि पैसा खर्च गरेपछि यो किन्ने फेरि कहाँबाट आउँछ? त्यही भएर मैले
मेरो गोदाम सधैँ हुन्छ क्या साथी एउटा कुरा तिमीलाई थाहा छैन होला होइन यो छ नि त ओ माई गड लु ल यो भयो भने त भइहाल्यो नि दुइटालाई ल त्यो पैसा त त्यो चाउचाउ बिस्कुट किन्ने नि फेरि यहाँ 1 गिलास आउँछ ठिक छ त ल हालिदिउँ न ल यहाँको त कडा हुन्छ क्या कडा हुन्छ ल एक सर्टमा है अझै कडा रहेछ यार कडा हो साथी अब चाहिँ उही पहिलाको जस्तो ब्याटल ब्याटल हान्नु पर्यो क्या हान्ने ब्याटल ल कालु साथी सुरु गरेर नि त एउटा ब्याटल सुरु त गर्न हुन्थ्यो मलाई आज एउटा सायरी एकदम याद आएको छ है भन नि त सायरी भन्छु सुन है त क्याम्पस लिने हातमा किताब वाह वाह स्कुल लिने झोला वाह क्याम्पस लिने हातमा किताब वाह स्कुल लिने झोला गोरुले पनि भैँसीले जस्तै दुध किन नदिएको होला ठिक छ नि एकदम साथी एकदम राइट छ एकदम लगाउने कि फेरि एकचोटि लगाएर म लगाउँछु ल हेर साथी तिम्रो मलाई सायरी त एकदम मन पर्यो अब ब्याटल सुरु गर्नु पर्यो क्या यहाँ ल लोदर दुध त यस्तै हो साथी तिमीले खाऊ बरु गोरुको गोबर हात तेरी माथि हुने गोरुका कुरै ननिकाल्नु पर्थ्यो तिमीले अस्ति मलाई के बनाएको थियौ हाले गुखा बनाएको थियौ देख्यौ आज सबैको पालो आउँछ ठिक छ केही अरू केही थप्ने हो कि है म त नथप्ने म थपिदिन्छु के भन्नु थप्ने त हुन्न साथी के गर्ने पैसा छैन साँच्ची छैन छैन साथी मसँग त म त अघि न तिम्रो मन थाम्न नसकेर आऊ साथी यार तेरी गाए पैसा छैन भने म तिमीलाई म एक थोपा पनि खानिदिन्छु खै कति खायो जुठो हाले हो कि होइन जुठो साथी यार जुठो हाले पनि चल्छ मलाई अब म दिन्न म कति जाउँ त म त्यसो हेर साथी मलाई त पुगिसक्यो तिमी खाऊ अब त म दिन पनि दिन्न के म पानी खाऊ अब म यस अफकोर्स तिमी खाने भनेको पानी नै हो किन ल्यायो मलाई तिमीले त्यसो यार ल ठिक छ अहिले त खायो होइन अहिले त आगो सट्टा खाना पाइहाल्यो होइन अब चाहिँ फेरि ल ब्याटल सुरु गरौँ न त गरौँ न त गरौँ ब्याटलमा चाहिँ के भन्नु पर्यो भने चाहिँ ल भूत भन त ल भूत भूत तैँले खाइस् मैले किनिदिएको कुकुरको मुख ल बाधा भने त बाधा लु बाधा तिमीले खायौ मैले छोडेको कुकुरको मुखको आधा खान्छु त मैले किने म खाँदैन किन झगडा गरेर छ चुप्पो लाएर खान सक्दैन पुलिस बोलाइदिउँ होइन जानु के मान्नु पर्दैन साथी सङ्गतिमा अलिअलि अब भइहाल्छ त्यस्तो केही मान्नु पर्दैन है हो कि कालु साथी उधार हेर्न स्वाद केटो गएको छ नि यार हेर उधार हेर्न मङ्गले के त बहुत भगवान् ड्युटी छ त यार यतिखेर त आजसम्म देखिया थिएन त कहाँ कि हो नि तलतिर के हुन्छ साथी यार यतैतिर गाउँ गुलिया खोलातिर है साथी यार के हो यहाँ त ड्युटी बुटी आउँदो रहेछ नि त चल्छ हो नेपालमा यति हामी गेडी त मैले पहिलोचोटि देखेँ म सपनामा छु कि बिमना मलाई चिउँछ त साथीहरू है यहाँनिर हो साथी हजुर ल ए कालु साथी यार तिमी पनि हामी विपनामै छौँ के कुरा गरौँ न बरु माया लोडसँग गर्ने भए गरौँ गर्ने लग्ने आज गर्ने ठिकै छ नि त साथी गर्ने भए गरौँ कतै लपरी हाल्छ कि आफू पनि बिहान सिङ्गल भइरहेछ अहिले भने चाहिँ तिमीले सही कुरा गर्यौ है कालु साथी यस अफकोर्स यति राम्रा केटी हो पहिलोचोटि देख्दैछु साथी ए कालु साथी
म विपनामा छु कि सपनामा छु एकचोटि चेक गरौँ त बरु। के कुरा गर्छौ बे हामी विपनामै छौँ एकचोटि कुरा गर्ने मौका नआउन सक्छ है। गरौँ न त गरौँ, कतै मसँग लप्प परिहाल्छ कि। यस अहिले भने चाहिँ तिमीले एकदम सही कुरा गर्यौ है। ठिक छ म जान्छु त्यहाँ है। ओके अलि सम्हालेर। ओहो मैया कति उता मात्रै हेर्छु, कहिलेकाहीँ त हामीलाई पनि हेरेन। अबे कस्तो लाज पसेकाहरू रहेछन्, अलिकति लाज लाग्दैन तिमीहरूलाई? यस्तै राम्री अप्सरा जति मैयाहरू देख के को लाज के गर्छ मैया? च्याक कस्तो नाचेको। दिदी छिटो जाऊ न घर, मलाई कस्तो डर लागेको छ। पह तिमीहरूलाई मैले जानेकी छु। जा मेरो लक्ष्मी। यति राम्रा मैयाहरू रिसाएर गएको राम्रो हुँदैन के। यतै बस्छ, अलि मिठा मिठा गफ गरौँला बरु। के कसो कालु साथी? अब मङ्गले साथीले भनेपछि बसौँ न त, म पनि के कम। हेर तिमीहरूले रक्सी खाएर धेरै व्रत बोलेका छौ है। मलाई यस्तो व्यवहार गरेको मन पर्दैन है। म को तिमीहरूलाई थाहा छ कि छैन? तिमी को हो मलाई मतलब भएन, मलाई तिम्रो मतलब छ। मैले ठिकै छ भने नि कालु साथी? एकदमै तिमीले सही कुरा गर्यौ। पख तिमीहरूलाई मैले जानेकी छु, भोलि थाहा पाउनेछौ। हिँड लक्ष्मी जाम। हामीले के नै भन्यौ र त्यस्तो मङ्गले साथी, त्यत्तिकै रिसाएर गइहाले त। आजकलको केटीहरू यस्तै हुन् क्या कालु साथी। हामीले जति मिठा कुरा गरे पनि एउटा तितो लाग्छ साथी। त्यही त भनेको मङ्गले साथी। कालु साथी के गरेको यार? उठौ न साथी, साथी उठौ न उठाऊ यार, उठाऊ यार साथी, उठाउ न यार। खै सुन साथी उठाउ न, खै उठाउ साथी, उठाउ न यार साथी, साथी साथी उठाउ। साथी उठो साथी उठो। मलाई पनि दिन्छ जाडो पनि कस्तो मरिन्छ जस्तो छ। अलि राम्रोसँग हो र है। साँझको 8 बजिसकेछ, कता साला अहिलेसम्म आएका छैनन्, कहाँ गएछन्? तेरिका प्रेम कसको टेन्सन लिएर बस्छौ भने तिमी? साथीहरूसँग घुम्न गएको छ, आइहाल्छ नि। मलाई त कस्तो निन्दा लागेको छ, म त सुत्छु। ल सुत तिमी मात्रै किन, म पनि सुत्छु नि। अलि राम्रोसँग ओरा सुत है। कति हो सर तपाईँको पैसा खाएको? 2 लाख हो खाएको पैसा। 2 वर्ष भइसक्यो, अहिलेसम्म दिएकै छैन। आज तपाईँ दुवैजना लिएर त्यसको धुलाइ गरेर बाहिर पैसा निकाल्नुपर्छ। हुन्छ सर, हुन्छ, भइहाल्छ नि। बस उ त्यही हो मेरो पैसा खाएको। 2 वर्ष भयो गएर पैसै दिएको छैन। यो लकेरा समातिहाल त्यसलाई। ए हो होइन तिमीले के गर्दैछौ मलाई? अर्को पैसा खाइदिया छोड दे। तिमीले उसको पैसा खाइदिए अरे। अनि 2 वर्ष भइसक्यो त खराले मेरो पैसा नदिएको। जसरी पनि आज तबाट पैसा लिन्छु। कुरुक्का त पैसा जसरी पनि दे। छोड, तिम्रो पैसा त दिन्छु भनिदिन्छु त। यसरी मान्छे लगाउनु पर्छ? म त मेरो भेना छु। केटा
दिन्छु भनेको दुई वर्ष भइसक्यो लगिडाएर लगिहाल त अब फटा छ यसलाई लग्नु पर्छ यिनीको टाउले कहाँ लगेर जान्छन् खाजा अब दिदीलाई गएर भन्छु अब ठुटु मालिक के गर्यो यसले के लिएर आएको दिदी दिदी उता भेराजु उता दिदी होइन भाइ के भयो किन भिनाजु गरिरहेको ए दिदी उता टिटु मालिकका गुन्डाहरूले भेराजुलाई समातेर लगेका छन् दिदी 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 के भयो दिदी 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 के भन्नु भयो दिदी 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 जाऊ दिदी जाऊ के हुनु र मालिक यसले मबाट लिएको पैसा दुई वर्ष भइसक्यो अहिलेसम्म दिएकै छैन पैसा माग्न जाँदा अनेक थरी बहाना बनाउँछ यसलाई त नछोडी हुँदैन ए कुरा यस्तो पो हो यसले सजाय पाउनै पर्छ मालिक मबाट गल्ती भयो मालिक म उहाँको ऋण तिर्दिहाल्छु मालिक मलाई केही नगर्नुहोस् मालिक मबाट गल्ती भएकै हो मालिक म उसको पैसा तिर्दिहाल्छु मालिक मबाट गल्ती भयो मालिक बरु तपाईँले मेरो तलबाट काट्नु होला मालिक पैसा मलाई माफ गरिदिनुहोस् मालिक तेरो 5000ले कहिले तिरिन्छ 2 लाख ऋण तँलाई सजाय दिनै पर्छ केटा समाज ए रोक अब मेरो पालो पैसा लग्ने बेला खुसी हुँदै लग्ने अहिले रुने त गइस केटा ताराले झल्काउने राति मिठो तिम्रो बाटो हेरिरहन्छ यो मन बिछोड्दै यो मनको बाहना शब्दमा सुक्छ दिनको उज्यालो मनमा थामिएर बग्दै गरेको समयको लहर याद बसाएको त्यो मौसम तिमीलाई साथमा लिहिन्न चाहन्छु यो जीवनको कथा सजाएर बिना जीवन अधुरो लाग्ने बिदा हुन खोज्दा सपना साँचो लाग्ने यही कथा पुनी समय बित्छ जीवनको यो माया सजिलै बित्छ तिमी बिना जीवन अधुरो लाग्ने निदाउन खोज्दा सपना साँचो लाग्ने यही कथा पुनी समय बित्छ जीवनको यो माया सजिलै बित्छ